नमस्ते सबैजनालाई। मैले आज दुई माना चामल भन्ने एउटा कथा सुने, धेरै राम्रो लाग्यो। त्यसमा कति रहस्य लुकेको रहेछ। हजुरहरूलाई पनि सुनाउन चाहन्छु। त्यो दुई माना चामलको कथामा हजुरहरूले लुकेको रहस्य थाहा पाउनुहुन्छ कि हुन्न कमेन्ट गर्नु है त ल। सुन्नु है त कहानी कथा। एकजना व्यक्तिका छोराछोरी धेरै वर्षपछि एकजना सन्तान भएछन् अरे। अब छोराछोरी थिएनन् अरे, धेरै सालपछि एकजना सन्तान भएछन् अरे। अनि ती सन्तानलाई पढाइ लेखाइ विद्वान बनाएर विद्वान बुहारीसँग विद्वान कन्यासँग विवाह गरिदिनु भएछ अरे उहाँ व्यक्तिले। अनि बुहारी यति विद्वान आइन् भनेर उनलाई एकदम खुसी लागेको छ अरे। अनि एक दिन कुरा कुरामा भन्नुभयो अरे, मैले कति खर्च गरेर तिमीहरूको बिहे गरेँ, तिमीलाई थाहा छ भनेर बुहारीलाई सोध्नु भएछ। बुहारीले भनिन् अरे 2 माना चामल भनिन् अरे। ला, यति विद्वान भनेर मैले बिहे गरेँ, तर होइन रहेछ नि, यो त बौलाई रहेछ। यत्रो पढा लेखा भएकीले यत्रो खर्च गरेर बिहे गरेकी छु, तर 2 माना चामल भनिन् यिनले त भनेर यिनलाई राख्नु हुँदैन भनेर हिँड बुहारी माइत जाने, अब तिमीलाई माइत पुर्याइदिन्छु भनेर। अब अगाडिको दिनमा बुहारीहरू आफ्नो स्वतन्त्रतामा हुने थिएनन् होइन, आफ्नो सही इच्छाले केही पनि गर्ने थिएनन्। आफूभन्दा ठुला बडाले भनेको कुरामा हाँ मिलाउनु पर्थ्यो। अनि बुहारी पनि केही नबोलिकन माइत जान निक्लिसिन्। अनि ससुरा पुर्याउन जानुभएको। अनि जाँदा जाँदै बाटामा हुन्छ नि लास ल्याउँदै रहेछन् अरे के। अनि त्यो लास ल्याएको देखेर बुहारीले सोधिन् अरे, एकजना लास कि कतिजना लास भनेर। ससुरा छक्क परेछन् अरे, एकजना लास, एकजना एउटा अर्थी देखि यी बुहारीले त्यसरी सोध्दैछिन्, एकजना लास कि कतिजना लास भनेर। पुरै बौलाइछिन् यी भन्नेछन् अरे। अनि ती मलामीले पनि बुहारीको कुरालाई चाहिँ बुझेर धेरैजनाको लास हो भनेछन् अरे। लु, यिनीहरू पनि बौलाएछन् भनेछन् अरे के ससुराले। अनि त्यति भयो। अनि लु पुरै बौलाइछे भने अलिक अगाडि लानुभयो। एकछिन जाँदा जाँदै फेरि धान काट्दै हुनुहुन्थ्यो अरे। खेताला धेरै भएर धान काटिराखेका थिए अरे। अनि बुहारीले सोधिछिन् अरे, पोहोरको धान हो कि अहिलेको धान हो भनेर सोधिछिन् अरे। अब उहाँ काट्नेहरूले नि बुझेछन् अरे बुहारीले सोधेको। अनि पोहोरको पनि हो अहिलेको पनि हो भनेछन् अरे। ससुरा झन्डै बिहोस भएनछन् अरे। लु अलिअलि त बौलाई रहेनछ, पुरै खतमै रहेछ यो दिमाग भन्ने, दिमागको नाममा द पनि रहेनछ भने अरे के ससुराले त्यस्तो सोचेछन्। अनि अब माइत पुग्न अझै छ, धेरै टाढाबाट बिहे गरेर ल्याएका थिए अरे। अब पहिलाका दिनमा गाडी घोडा केही पनि थिएनन् होइन। अनि रुखको फेदामा शीतलमा एकछिन गल्यौं, थाक्यौं, अब म सुत्छु, तिमी बस्दै गर, एकछिन विश्राम गरेर जाने भनेर ससुराजी निधाएछन् अरे। अनि त्यतिकैमा एउटा काग आएछ अरे। कागले भनेछ अरे ती बुहारीलाई, यो माटो मुनि कति करोडौंको हिराको हार छ, सुन जवाहरात छ, अनि दही छ त्यहाँ एउटा उदेशमा। मलाई त जसले निकालिदिन्छ, म दही चाहिँ खान्छु र अरू सबै त निकाल्नेलाई दिन्छु भनेर भनेछ अरे कागले। अनि ती बुहारीले कता कतिबाट हतियारहरू भेला पारेर खनी खोसरी गरेर त्यो घडालाई निकालिछिन् अरे। निकालेर कागले चाहिँ दही मात्रै खाएर गयो। अनि सबै गहना हिरा जवाहरात सबै रहेछ अरे। अनि ससुरा त्यति गर्दा बिउजिनु भयो। अनि यो कहाँबाट लुटेर ल्याइस्, के गरिस्, कसो गरिस्, कहाँबाट आयो भनेर अनेक थरीका प्रश्न सोध्न थाल्नु भएछ अरे। अनि बुहारीले चाहिँ हाँस्दै हाँस्दै भनिछिन् अरे, एउटा काग आएको थियो, कागले मलाई यसो भन्यो, अनि मैले खनेर निकालेर कागले दही खाएर गयो, यो सबै गहनाहरू मलाई दिएर गयो भनेछन् अरे। बुहारीले त्यसो भनिछिन् अरे। ससुरा त अब छक्क परे। अब माइत लैजाउँ त यत्रा गहना बोकेर माइतीले राखिहाल्छन् गहना, हुन्छ नि शिवजीका 3 नेत्र भन्छन् नि, त्यस्तै खालको। अनि अब के गरौँ त, गहना मात्रै मागेर बुहारीलाई माइत राख्दा पनि भएन। अनि हिँड बुहारी घरै जाम भनेर फेरि त्यो गहनाका लोभले बुहारीलाई घर फर्काएछन् अरे। अब उहिलेका दिनको मैले अघि नै भनिहालेँ, आफ्नो इच्छाले केही पनि डिसिसन हुने थिएन त्यतिखेर। ठुला बडाले जे भन्यो त्यही हुन्थ्यो। छोराले पनि बाबुआमाको कुरा सुन्ने, बुहारीले पनि सासू ससुराका सुन्ने, त्यस्तो दिनकाल थियो। अनि अब घुराएर लाँदा होस् त भनेर बुहारी फेरि ससुरासँग गइन अरे। जाँदा जाँदै एकदम सोधुम लाग्यो अरे के, यत्रो गहना पनि भेटेकी छिन् फेरि बौलाई भन्दा पनि। त्यो कागले भन्दाखेरि कसरी निकालिन्,
भनेर बुहारीलाई प्रश्न सोध्न मन लागेछ अरे। तिमीले के भने कि अघि मलामीलाई एकजना मलामी लगिरहेको, मलामीले एकजना मरेको मान्छे लगिरहेको देखिरहेको छौ, फेरि को धेरैजना हो कि एकजना हो भनेर सोध्यौ। ती मलामीले पनि धेरैजना भनेर भने तँ के हो भनेर सोधेछन् अरे। बुहारीले हाँस्दै हाँस्दै भनिन्छन् अरे, जो व्यक्ति समाजको लागि काम गर्ने हुन्छ नि, अरू कसैको लागि काम गरेर, राम्रो काम गरेर, समाज सेवा गरेर मृत्युको मुखमा जान्छन्, पढ्छन्, ती व्यक्ति चाहिँ धेरैजनाको लागि जिएर जान्छन् र धेरैजनालाई शोकमा पारेर जान्छन् र धेरैजनाको मृत्यु भएको हुन्छ। किनभने धेरैजनालाई उद्धार गरिरहेका हुन्छन्, तिनको मृत्यु हुँदा धेरैजनाको मृत्यु भएको हुन्छ। अनि जो व्यक्ति चाहिँ आफ्नो लागि मात्रै बाँचेको हुन्छ, आफ्नो लागि मात्रै सोचेको हुन्छ र तँ मर्छ, तँ मर्दा चाहिँ एकजनाको मात्रै मृत्यु हुन्छ भनेर ससुरालाई भनिन्छन् अरे। ससुरा छक्क परेछन् अरे। फेरि अलिक अगाडि जाँदा फेरि भने अरे, फेरि मलाई एउटा सोध्न मन लाग्यो, तिमीले अघि धान काट्दाखेरि अहिलेको हो कि पोहोरको हो भनेर सोध्यौ, तँ चाहिँ किन सोध्यौ त? अहिलेको धान काट्दै थिए, पोहोरको त धान रहँदैन नि खेतमा भनेर सोधेछन् अरे ससुराले। बुहारीले फेरि हाँस्दै हाँस्दै भनिन्छन् अरे, अब हुन्छ नि धार, पोहोरको धार तिर्नलाई, पोहोरको ऋण तिर्नलाई अर्काकाबाट धारमा ल्याएर खान्छन् कतिले त होइन। त्यतिखेर खानको पनि कति उतो थियो, अब साह्रो थियो, खाने पनि पेटभरि पाइने थिएन। अनि बा कसैकाबाट पैँचो मागेर, धार मागेर ल्याएर, त्यतिकै धार छ यो काटेर, यो धान काटेर चामल बनाएर त्यसलाई तिर्नु छ भने त पोहोरको भयो। अब अहिलेको छ, अहिलेको ऋण छ र अहिलेको तिर्नु छ, बा अहिले खानु छ भने त अहिलेको भयो भनिन्छन् अरे। अनि छक्क परेछन् अरे। मेरी बुहारी त लाटी बौलाई भनेको त साँच्चै नै विद्वान रहेछन् कि क्या हो भन्दै सोच्दै मुसु मुसु हाँस्दै ससुराले बुहारीलाई घरमा पुर्याए अरे। अनि पुर्याएपछि फेरि अन्तिममा फेरि सोध्छु म एउटा, अच्छा तँ त भइहालेछ, बुझेँ मैले। अनि फेरि यो यत्रो मैले करोडौं सम्पत्ति सकेर तिम्रो बिहे गरे, तिमीले 2 मानो चामल चाहिँ कसरी भन्यौ त? तँ त्यसको अब मलाई माने बुझाउ, तँ भनेको के हो भने अरे। अनि बुहारीले फेरि हाँस्दै हाँस्दै भनिन् अरे, तपाईले बिहे त गरिदिनु भयो, यो साडी मलाई दामी दामी दिनुभयो, तँ अर्कालाई देखाउनको लागि ठुलो पण्डाल बनाउनु भयो, अर्कालाई देखाउनको लागि खर्च गर्नुभयो, सबै अर्कालाई देखाउनको लागि होइन। गरगहना ल्याउनु भयो, तँ भोलि काम आउँछ भनेर, गरगहना ल्याएर पनि भोलि त काम दिन्छ त्यसले भनेर। तर भगवानलाई जुन अर्पण गरिन्छ, भगवानलाई चढाउने त 2 माना चामल त हो नि आखिरी भनिछिन् अरे। अनि त ससुरा दङ्ग परेछन् अरे। मेरी बुहारी जतिको विद्वान त कोही रहेनछ यो संसारमा। मलाई मेरी गुरु भई आजबाट मेरी बुहारी मलाई यत्रो ज्ञान दिन् भनेर ससुरा छक्क परेछन् अरे। हजुरहरूले योबाट के बुझ्नुभयो, कस्तो खालको कथा हो, के रहस्य रहेछ यसमा, जसलाई पनि आयो कमेन्ट गर्न चाहिँ फेरि हात नकमाइकन कमेन्ट गर्नु, कन्जुसी नगरिकन है त।